दिनको मधेस आन्दोलनपछि फेरि हाम्रो स्कुल खुलेको छ। वी आर ह्याप्पी बट इट इज द तर हामीलाई के लागिरहेछ भने हामी पनि सिटिजन मधेस भारतकै पार्ट हो भनेर होइन नि त, नेपालको हो नि। यसमा सरकारले यस्तो इरेस्पोन्सिबिलिटी किन देखाइरहेछ? आइ एम नट अ पोलिटिसियन बट आई थिङ्क गभर्मेन्ट सुड लिसन द what the Madhis, especially the Tarai are demanding and fulfill those needs, because it is the necessity. It is not hampering the economic sector. It is hampering the educational sector too much. Therefore, and student study are also being hampered. So I think that government should look after those matters carefully. यति दिनपछि मधेस आन्दोलनपछि हाम्रो स्कुल खुल्यो त हामीलाई धेरै खुसी लाग्यो। साथीहरूसँग भेट गरेर पढेर धेरै खुसी। तर मोर्चाले हाम्रो निर्णय बनायो कि यो विद्यार्थीहरूको यहाँ जनकपुरमा स्कुल खोल्नुपर्छ, नत्र विद्यार्थीहरूले के पढ्छ यो थाहा छैन। तर एसएलसी पनि नजिकै आउन लागेको छ, तर यति स्कुल खोल्यो र निर्णय उसले बनायो। तर मलाई धेरै खुसी लाग्यो। पढाइ लेखाइको पनि राम्रो वातावरणबाट आएको, शिक्षकहरू आउनुभयो, पढाउनु भयो, त्यो बहुत खुसी लाग्यो। 90 दिनपछिको यो आन्दोलनपछि बल्ल स्कुल खुलेको छ र हाम्रा मधेसी मोर्चा दाजुभाइले पनि हाम्रो स्कुल खोलिदिनु भएकोमा उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु र खुसी पनि लागेको छ। तर यस मोर्चा कहिले फेरि स्कुल बन्द गर्ने हो भन्ने कुरा त थाहा छैन। यो सबै सरकारले नै मधेसीहरूको माग पुरा नगरेर नै भएको होला। त्यसैले म सरकारसँग आग्रह गर्दछु कि यस्तो बिदा नहोस्। हुनको कारणले मधेसी मोर्चाको मागहरू पुरा नभएकै हो। त्यसैले मागहरू पुरा गरिदिनु हुन भनेर आग्रह गर्दछु र हाम्रो एसएलसी आउने पनि जम्मा 90 दिन 100 दिन जति नै बाँकी छ। यदि यस्तै बन्द रह्यो भने हामीले एसएलसीमा के लेख्नु त? हामीले आफ्नो नाकै काट्ने जस्तो अवस्था आइपुग्छ। त्यसैले सरकारसँग आग्रह छ कि सकेसम्म छिटोभन्दा छिटो मधेसीहरूको माग पुरा गरिदिनु। उहाँ हुनुहुन्छ प्रमोद अग्रवाल, जानकी आवासीय उच्च माविका प्रिन्सिपल। सर, यो तपाईहरूको जुन विद्यालय खोलेको छ, आजदेखि सुरु गर्नुभएको छ, के कस्तो लागिरहेछ? त्यो धेरै ठुलो खुसीको कुरा हो। वास्तवमा हाम्रो भविष्यको निर्माता नै विद्यार्थी हो। यो जुन युथ जेनेरेसन छन् त्यही नै हाम्रो आउने सन्तति नै हाम्रो यो देशको भविष्य हो। त्यसमा खुलेको लागि म मधेसी मोर्चालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसमा हामीले पहिलेदेखि नै पहल गरिरहेको थियौँ कि हाम्रो मधेस आन्दोलनमा हाम्रो समर्थन छ, तर यहाँ पढाइ पनि हुनुपर्छ, हाम्रो बच्चालाई एउटा राम्रो शिक्षा पनि दिनुपर्छ भनेर हाम्रो जहिले पनि चाहना अनुसार हामीले यो हिसाबले आज जुन शिक्षा स्कुल विद्यालय खुल्या छ, त्यो धेरै खुसीको कुरा छ। यसमा अब हामी सबभन्दा पहिले जस्तो तपाईँलाई जुन अहिले कोर्सहरू कम्प्लिट भएको छैन, जुन सबभन्दा पहिले एसएलसीको परीक्षामा हामीले कमसेकम 156 दिन एटेन्डेन्स हुनुपर्छ र कोर्स कम्प्लिट गर्नुपर्छ। त्यसकोमा हामी कन्सन्ट्रेट गरेका छौँ। हामी सबभन्दा पहिले त्यसैमा लागिरहेका छौँ र आज जुन नर्सरीदेखि 10 सम्मको जुन पहिलो दिनमा बच्चाहरूको हाम्रो सहभागिता कम भएर पनि त्यही पनि राम्रै सहभागिता भएको छ। त्यसमा हामी अब भोलिदेखि सब बच्चाहरू आउँछन् भनेर हामीलाई पूर्ण विश्वास छ र यसले हामी सबभन्दा पहिले हामी सम्पूर्ण शिक्षक टिम र नगरवासी र अभिभावकहरूलाई लागि हामी बच्चाको राम्रो शिक्षा कसरी कम्प्लिट होस्, शनिबार बिदाको दिन पनि हामी कक्षा सञ्चालन गर्ने भने हामी यहाँनिर निर्णय गरेका छौँ। यसपल्ट हाम्रो स्कुल धेरै निकै दिनसम्म बन्द थियो। बन्द हडतालको कारणले हामीहरूको पढाइहरू निकै प्रभावित भएछ। स्कुल आजदेखि खुलेछ, हामीलाई निकै राम्रो महसुस भइरहेछ, हामीलाई निकै अनुभव भइरहेछ। यसपल्टको अब स्कुलको विद्यालयहरू खुलेपछि अब हामीले नयाँ जोसको साथ अब पढ्ने इच्छा राखेछौँ र पछिसम्म आएको कोर्सहरूलाई पुनः रिभाइज गरेर तिनीहरूलाई राम्ररी आफ्नो भित्रको इगोले पढ्ने एउटा क्षमता राख्ने प्रयास गर्छौँ। र स्कुल खुलेपछि मलाई एकदम राम्रो लागिरहेछ, किनभने स्कुल बन्द हुनुको कारणले हामीलाई धेरै समस्या भयो। कमसेकम लगभग 3 महिना हाम्रो स्कुल बन्द भयो र त्यसकारण हाम्रो स्कुलमा हामीलाई धेरै कोर्स ब्याक भयो र त्यसकारण हामीलाई धेरै डिफिकल्ट भयो। जस्तै म भन्न सक्छु, हामी जस्तै एसएलसीको कोर्सहरू छ नि, अनि काठमाडौँमा सबै स्कुल चलिरहेछ, तर हाम्रो स्कुल अहिलेसम्म चलेको छैन। त्यसकारण हाम्रो एसएलसीको स्टुडेन्टहरूलाई अलिकति ज्यादै डिफिकल्ट भइसकेको छ र स्कुल खुलेर मलाई लागिरहेछ कि सबै हाम्रो विद्यार्थीहरू हुनुहुन्छ, उनीहरू राम्ररी प्रयास गर्नुहुन्छ र आफ्नो कोर्सलाई कम्प्लिट गर्नुहुन्छ। विकी पाण्डे हो। स्कुल धेरै दिनपछि अब 3 महिनापछि हाम्रो स्कुल खुलेको हो। हामीलाई धेरै राम्रो अनुभव भइरहेछ। हामीहरूले धेरै प्लानहरू गरेका थियौँ भने
हाम्रो एसएलसी छ यसपालि हामीहरूले प्लान गरेको थियौँ राम्ररी पढ्ने हो अनि राम्ररी मार्क ल्याउने हो, तर यति दिनखेरि स्कुल बन्द भयो भने हामीहरूलाई धेरै प्रभावित भयो। कोर्सहरू पनि हामीहरूको धेरै पछाडि नै छ, त्यसैले हामीहरू अब स्कुल खुल्यो भने नयाँ उमङ्गको साथ नयाँ जोसको साथ पढ्न लागेको छौँ। हाम्रो टिचरहरू पनि हाम्रो कोर्स खत्म गर्न एकदम प्लानिङ गरिरहनु भएको छ अनि हामीहरू टाइममा कोर्स खत्म गरेर अनि राम्रो मार्क ल्याउन चाहन्छौँ भने अनि हामीहरूलाई यो आग्रह पनि छ सरकारसित कि मधेसको माग पुरा गरोस् अनि हाम्रो स्कुल फेरि बार बार बन्द हुने कन्डिसनमा नजाओस्, जसले गर्दा हामीहरूको पढाइ मात्र 10 क्लासको नभएर तलको बालबालिकाहरूको पनि सबैको भविष्य एकदम अहिले खराब भइसकेको छ। तिनीहरूको पढाइ भइरहेको छैन, तिनीहरू घरमा बसी खाली खेल्न पनि रुचाउने, तिनीहरूको माइन्ड पनि डल भइरहेको छ अनि हामीहरूलाई थाहै छ कि एन आइडियल माइन्ड इज द डेभिल्स वर्कसप, खाली दिमाग शैतानको घर हुन्छ। घरमा बसेर खाली दिमाग गरेर धेरै बालबालिकाहरू यताउता गरिरहेछन्। त्यसले गर्दा हामीहरूलाई सरकार र मोर्चा सबैसँग आग्रह छ कि हामीहरूको स्कुल राम्ररीदेखि चल्न दिनु, हामीहरूलाई राम्ररी पढ्न दिनु। उहाँ हुनुहुन्छ जनकपुरको न्यू भिजन इङ्ग्लिस आवासीय स्कुलको प्रिन्सिपल विश्वलाल सिंह। विश्वलालजी, आजदेखि जुन स्कुल सुरु भएको छ यसमा कस्तो फिलिङ भइरहेको छ? म स्वागत गर्न चाहन्छु यो जुन निर्णय मोर्चाले लिएको छ। वास्तवमा शिक्षा र स्वास्थ्य दुइटै देशको लागि नहुने कुरो हो, त्यस कारणले मोर्चाले समयमै बुद्धि पुर्याएर यो जुन निर्णय गर्नुभयो त्यो अति नै स्वागत योग्य छ। साथै अब हामीहरू कहाँ जुन एउटा ठुलो जिम्मेदारी आएको छ त्यो जिम्मेदारी हो बालबच्चाले 3 महिनादेखि जुन रुकेको कोर्सलाई कसरी कम्प्लिट गर्ने, बाँकी भएका कोर्सलाई कसरी सम्पन्न गर्ने, त्यसको लागि हामीहरू एउटा अब चैत मसान्तभित्र एसएलसी लगायत अन्य सम्पूर्ण कोर्सलाई समेट्ने गरी हामीले के गर्छौँ भनेदेखि एउटा क्यालेन्डर बनाउँछौँ। त्यसमा सम्पूर्ण विधाहरूमा पनि विद्यालय चलाउने, शनिबार पनि सम्भव भएसम्म 9-10 को बच्चाहरूलाई विद्यालय चलाउने भनेर हामीले निर्णय गर्न गइरहेछौँ। साथै म यो पनि अनुरोध गर्न चाहन्छु सरकारसँग कि एसएलसीको जुन डेट फागुनमा छ त्यसलाई चैत मसान्तमा लाँदाखेरि 1 महिना अझै समय पाइन्थ्यो, यो हाम्रो माग रहेको छ। उहाँ हुनुहुन्छ सरोज राय, प्याप्सनको पूर्व केन्द्रीय उपाध्यक्ष। सरोजी, खास गरेर आजदेखि जुन पढाइ सुरु भएको छ यसमा के भन्नुहुन्छ? यो निकै नै स्वागत योग्य डिसिजन मोर्चाले गरेको छ। यसको लागि हृदयदेखि प्याप्सनको तर्फबाट, निजी विद्यालयको सम्पूर्ण तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब पढाइलाई कसरी अगाडि बढाउने? पढाइलाई अब हामीले सशक्त रूपमा अगाडि बढाउने, शिक्षकहरूको सहयोग लिएर थप पढाइको सिर्जना गर्ने, छुट्टीको दिन पनि पढाइको वातावरण बनाउने, यो हाम्रो योजना रहेछ। बिहान चाहिँ विद्यालय खोल्दाखेरि विद्यार्थीहरूलाई समस्या पर्छ जस्तो कुराहरू आइरहेछ, के भन्नुहुन्छ? यसमा हामीलाई यो भन्नु छ, सबै कुरा देश असहज परिस्थितिमा गएको अवस्थामा सबै कुरा सहजको कल्पना गर्नु त्यो हास्यास्पद हुन्छ। जे हामीलाई प्राप्त भयो त्यो राम्रो भएछ र यसमा यदि कसैले नकारात्मक टिका टिप्पणी कुनै माध्यमबाट गरिरहेछ त्यो पनि मलाई लाग्छ हाम्रो सेन्टिमेन्ट विपरीत नकारात्मक टिका टिप्पणी गरेको हो जस्तो महसुस भइरहेछ।